ल यो भिडियोमा चाहिँ म अब टपअप कसरी सुरुदेखि सब सिकाइन्छ ल। टपअप कसरी हान्ने, युनिपिन कहाँबाट हान्ने, कसरी हान्ने, जिमेल कसरी बनाउने सब म सिकाइन्छु। सुरुमा हामीलाई बनाउनु पर्यो जिमेल बनाउनुको लागि के गर्नुपर्छ, सर्च बारमा जाम unipin.com जिमेल बनाउनुको लागि चाहिँ यो हान्नु। सबभन्दा सुरुमै आउँछ सुरुमै क्लिक गर्ने। त्यो आएपछि यो खुलिन्छ। अनि हाम्रो ल्याङ्ग्वेज अर्कै हुन्छ, यो ल्याङ्ग्वेज बुझिन्न, त्यसैले ल्याङ्ग्वेज चाहिँ जान्नुपर्छ। आइडीमा थिच्ने, इङ्ग्लिसमा हान्ने, इङ्ग्लिसमा कन्भर्ट हुन्छ। अनि साइन इनमा थिच्ने, साइन इनमा थिचेपछि अब यहाँनिर यस्तो आउँछ, डोन्ट ह्याभ एन अकाउन्ट साइन अप भनेर साइन अप नाउमा थिच्ने। यहाँनिर नेम हान्ने। अब जस्तो मैले हाने अहिलेलाई फ्री फायर एक्जाम्पलको लागि है, फ्री फायर। जिमेल हान्ने, जिमेल अब आफूले हान्ने, आफ्नो जिमेल हान्दा नि भयो होइन, नत्र एउटा छुट्टै बनाउँदा नि भयो। मैले जिमेल बनाइसकेको छु। जिमेल हेरौँ पहिला, फ्री फायर युआइडी टपअप 005। फ्री फायर युआइडी टपअप 005 @gmail.com। यो मेरो जिमेल भयो। डेट अफ बर्थ अब ऱ्यान्डमली एउटा चाहिँ राख्दा नि हुन्छ। मैले जस्तै राखेँ 2002 मार्च 14 जी राख्दा नि भयो होइन। अब पासपोर्ट चाहिँ आफूले राख्नुपर्छ ल। क्रिएट माई ओन हानौँ। पासपोर्ट चाहिँ मिल्ने हुनुपर्छ, टक्क 3वटा मिल्नुपर्छ ल, नम्बर अनि एउटा क्यापिटल लेटर अनि एउटा सिम्बल @ ह्यासट्याग चाहिँ राख्दा नि हुन्छ। मैले अहिलेलाई राखेँ 1 2 3 4 5 6 7 8 9 क्यापिटल AB @ यो राखेँ। अनि यो भेरी स्ट्रङ देखाउनुपर्छ ल पासवर्ड मिल्नलाई चाहिँ। यति भएपछि अब माथि चाहिँ हाने त्यही हान्ने, 1 2 3 4 5 6 7 8 9 AB @ हो। यति भइसकेपछि अब यहाँनिर सेक्युरिटी पिन, यो सबभन्दा चाहिने है। फ्री फायरमा टपअप गर्दाखेरि यो चाहिँ चाहिन्छ, लास्टमा देखाउँछ यो चाहिँ अब हान्नुपर्छ। मैले एउटा पिन राखेँ जस्तै, यो चाहिँ अलि देखाउनु हुन्न, सेयर गर्नुहुन्न, सो यो राखेँ मैले। अब रजिस्टर गरिदिने। रजिस्टर गरेपछि यस्तो देखाउँछ, प्लिज चेक द इमेल वी हेभ सेन्ड यु टु कन्टिन्यू। अब जिमेलमा जाने, जिमेलमा यहाँनिर पठाइदिया हुन्छ, युनिपिन भनेर मेसेज आउँछ। अनि यहाँनिर भेरिफाई अकाउन्टमा क्लिक गरिदिने। यति गरेपछि चाहिँ हाम्रो एउटा अकाउन्ट चाहिँ बन्यो है। अकाउन्ट बन्यो। अब टपअप कसरी हान्ने अकाउन्ट बनिसकेपछि भन्दाखेरि सुरुमा जाम, युआइडी कपी गरौँ, फ्री फायरको युआइडी कपी गरौँ। फ्री फायरको युआइडी कपी, युआइडी लेखौँ। मेरो 277 डायमन्ड रहेछ ल। युआइडी नि कपी भयो। युआइडी कपी भइसकेपछि अब जानु पर्यो फेरि क्रोममा जाने। अब यहाँनिर सर्च हान्ने, सब गरिनामाई। प्रायः जस्तोले चाहिँ यो के भन्छ अरे, सब गरिना एसजी हानेर आउँछ, त्यही भएर खुलिन। त्यही भएर ध्यान दिनुपर्ने कुरा चाहिँ यो है, सब गरिनामाईमा क्लिक गर्ने। अनि टपमा आउँछ सब गरिनामाई भनेर। धेरै जस्तोले चाहिँ एसजी हानेर आउँछ है, सब गरिना एसजी। अनि दाइ मेरो यस्तो भयो उस्तो भयो आएन भने फ्री फायरमा क्लिक गर्ने। अनि यहाँनिर प्लेयर आइडी हुन्छ, प्लेयर आइडी हान्ने, लगइन गर्ने। लगइन गरेपछि यस्तो आउँछ। यो आएपछि चाहिँ हामीले अब यो त्यो आइडी म्याच छ कि छैन भने चाहिँ नाम यहाँ देखाउँछ, युजर नेम। युआइडी हानेपछि यो मान्छेको गेन भनेर रिडिम गरिदिने। रिडिममा क्लिक गरेपछि प्रोसेस टु पेमेन्टमा क्लिक गर्ने। प्रोसेस टु पेमेन्ट। अनि यहाँनिर हामीले चुज गर्नुपर्ने हुन्छ अब कति डायमन्ड हान्ने भनेर। अब जस्तै मैले हाने अहिलेको लागि 115 डायमन्ड। अनि वालेटमा थिच्ने, यहाँनिर युपी पोइन्ट्स भन्ने हुन्छ। अब यहाँनिर अघि बनाएको जिमेल हान्ने, फ्री फायर टपअप। पासपोर्ट अघि जे राखेको थियो त्यही हान्ने, 9AB @ हो। त्यो भएपछि यो खोलिन्छ। अब यसमा टपअप हान्नको लागि हामीलाई कति चाहिन्छ, 80 पोइन्ट। 115 डायमन्डको 80 पोइन्ट चाहिने हुन्छ। 80 पोइन्ट चाहिने हुन्छ। हामीसँग चाहिँ अहिले 0 पोइन्ट छ। अब युनिपिन चाहिँ कसरी हान्ने भन्दाखेरि यहाँनिर युनिपिन टपअपमा जाने। टपअपमा क्लिक गरेपछि यस्तो आउँछ, सिरियल देखाउँछ होइन। अब यो चाहिँ
किन्नुपर्छ कोही सेलरसँग किन्नुपर्छ। अब मैले चाहिँ अगाडि किनिसकेको छु यो भयो होइन। कपी गरौँ, यसको लागि चाहिँ कपी गर्नुपर्ने हुन्छ। कपी गरेँ यहाँनिर जाम सिरियलमा पेस्ट हान्दिउँ, पेस्ट भयो, सबै आइसक्यो, यो फिलअप हुन्छ होइन। अब कन्फर्ममा गरिदिउँ। हो यो भएपछि चाहिँ हाम्रो लोड भयो, वालेटमा लोड भयो होइन। अघि 0 थियो नि, अब हेरौँ, अघि 0 थियो, अब युनिपिन लोड यसरी हुन्छ है। सब गरी नामै यहाँ जाम, अनि त्यसपछि यो त अघि गरिसकेको भएर खुलियो। प्रोसेस टु पेमेन्ट अब 115 डायमन्ड यहाँ जाने युपीमा 2000 पोइन्ट यहाँ आइसक्यो है। 80 पर्छ भने 2000 पोइन्ट हामीसँग छ, 80 यसको पर्छ। अब मैले हाने राखेको यो हाने है। सेक्युरिटी पिन चाहिँ यहाँ चाहिन्छ ल, यो भएन भने चाहिँ टपअप हान्न मिल्दैन। यति चाहिँ डन टपअप भयो ल, टपअप भयो है। त्यो युनिपिन चाहिँ कहाँ हाल्ने थाहा भयो नि होइन। त्यति भएपछि अब फ्री फायरमा हेरौँ गएर डायमन्ड टपअप भयो कि नै। ल 392 यसरी गर्नुपर्छ है। यति हो ल, लास्ट सजिलो हो टपअप हान्नको लागि। युनिपिन कसरी हाल्ने नि मैले सिकाइदिइहालेँ। युनिपिन त्यसरी हाल्ने हो, सेलरसँग लिएर हाल्नुपर्छ। अब युनिपिन चाहिन्छ भने नत्र मलाई टेक्स्ट गर्दा नै हुन्छ, म त्यहाँनिर टेलिग्रामको लिङ्क हालिदिन्छु। अनि लाइक सब्सक्राइब सेयर गरेर आफ्नो साथीहरूलाई नि सेयर गरेर सिकाइदेऊ कसरी गर्ने भनेर।